पहिलो कुरा त कुनै पनि कन्ट्रीको इन्टेलिजेन्स एजेन्सी अथवा त्यसमा काम गर्ने एजेन्टहरूले यसरी पब्लिकली सोसियल मिडियामा आएर म यहाँ काम गर्थेँ, मैले यो मिसनहरूमा मैले पार्टिसिपेट गरेको थिएँ होइन, यो अपरेसन गरेँ, म स्नाइपर यति मारेँ उति मारेँ, त्यसरी कहिले पनि आफ्नो ओपनली आफ्नो मिसनको बारेमा भन्दैन क्या। फर्स्ट कुरा त किन भन्दाखेरि एउटा एग्रिमेन्ट नै हुन्छ क्या, उनीहरूको लाइफ टाइम एग्रिमेन्ट हुन्छ क्या। उनीहरूले यस्तो कन्फिडेन्सियल इन्फर्मेसन बाहिर पब्लिकमा लिक गर्नै पाउँदैन क्या। अनि अब आउट अफ नोवेयर सडनली एउटा मान्छे आउँछ लकी बिस्टा भन्ने, अब त्यसले चाहिँ भन्छ म मोदीको होइन सेक्युरिटी गार्ड, फर्मर सेक्युरिटी गार्ड भन्छ होइन, अब स्पाई भन्छ, स्नाइपर भन्छ। अनि हुँदा आफूले यस्तो गरेँ, यो गरेँ, त्यो गरेँ, यहाँ गएको थिएँ, त्यहाँ गएको थिएँ, त्यसरी भन्छ होइन। अब भन्नुको अब यहाँ हेर्नु न, फर्स्ट कुरा त कोही स्पाईले यसरी भन्दैन क्या, हेर्नु है। अरे यार उसलाई पनि त डर हुन्छ नि त, एग्रिमेन्ट गरे हुन्छ, त्यस्तो कन्फिडेन्सियल इन्फर्मेसनहरू उसले मिसनको कुरा गर्दैन। पहिलो कुरा त होइन, उसले गर्नै पाउँदैन। उसले गर्न खोज्यो भने पनि यार उसलाई त यार रातारात एसासिनेट गरिदिन्छ यार, त्यस्तो पावरफुल हुन्छ यो इन्टेलिजेन्स एजेन्सीहरू, बुझ्नु भएन। अनि अब आउँछ हाम्रो लकी बिस्ट होइन। अब यसले चाहिँ सुरुमै के भन्छ भन्दाखेरि म मोदीको के हो त फर्मर सेक्युरिटी हो भन्छ। अब सुन्नु ल, यसले यसरी अब मोदीको अथोरिटी इल्युजन यसले के गर्यो भन्दाखेरि यहाँनिर चाहिँ इस्ट्याब्लिस गर्न खोज्यो क्या नेप्लिज अडियन्समाथि क्या, मोदीको सेक्युरिटी पहिलाको आम्मा भनेपछि केही न केही त दम होला नि त्यसको बातमा भन्ने त्यो हुन्छ नि त हाम्रो अब साइकोलोजी। अनि कुनै पनि क्रिएटरको लागि डर र मिस्ट्री भनेको चाहिँ के भन्दाखेरि कन्टेन्ट क्रिएसनको लागि चाहिँ एउटा भाइरल फर्मुला हो क्या। अनि यसको कन्टेन्ट प्याटर्नै तपाईँ हेर्नु न, नेपालमा सरकार ढल्छ, अमेरिकाले नेपाललाई कन्ट्रोल गर्छ, सिक्रेट प्लान छ होइन, यो प्योर कोइन्सिडेन्स छैन, यो फर्मुला हो क्या गाइज, बुझ्नु भएन। डर, मिस्ट्री, प्रेडिक्सन, यो तिनवटा कम्बाइन गरेर के हुन्छ भन्दाखेरि भाइरल फर्मुला भयो नि त। अरे यार, अनि उसले चाहिँ किन नेपाललाई मात्रै टार्गेट गर्छ भन्दाखेरि चाहिँ अब नेपालमा पोलिटिकल इन्स्टेबिलिटीको हिस्ट्री छँदैछ, बुझ्नु भएन। इन्डिया, चाइना र युएसको नेपाल त इन्ट्रेस्ट जोन पनि हुँदै हो पहिलो कुरा त होइन। अनि त्यसैले नेपालको बारे प्रेडिक्सन गर्न अलिक सजिलो पनि हुन्छ क्या, उसको नेरेटिभ बेच्न सजिलो हुन्छ क्या, बुझ्नु भएन। 10वटा प्रेडिक्सन गऱ्यो भने 2वटा त मिलिहाल्छ नि यार, त्यो पनि नेबरिङ कन्ट्री ल, एउटा अमेरिका भो, जापानको मान्छेले गरेकोबाट ल, इन्डियाको मान्छेले क्या, जसको चाहिँ के भन्दाखेरि ध्यानै खालि के चलिरहेछ नि नेपालमा भन्ने त्यो टाइपको इन्डियाको माइन्डसेट नै त्यही हुन्छ क्या। यो रहरूले के काम गर्छ त भन्दाखेरि यस्तै काम गर्छ क्या। फरेन इन्फर्मेसनहरू के गर्छ, ग्यादर गर्छ, त्यहाँ पब्लिकहरू त्यहाँको गभर्मेन्टसँग खुसी छ कि छैन होइन, अहिले कसको नयाँ इन्फ्लुएन्स छ के छ, त्यो सबै बुझ्ने काम कसको भन्दाखेरि इन्टेलिजेन्स एजेन्सीहरूको हो क्या।